हेलो साथीहरू, गुड मर्निङ। सास फुल्यो है साथीहरू। भर्खर बाहिर सफा गरेर आएको। अब फेरि किचनमा पसेछु, चिया नास्ता गराउनु पर्यो। आज फेरि शुक्रबारको दिन साथीहरू, मैले के बनाउनु पर्नेछ। मर्ने भएँ। ल अब म के बनाउँछु देखाउँछु। आज भुसभुसा छ, केक छ, सलाद छ। आज बनाएर लिएर बहिनीको घरमा जाने हो। अब यो भुसभुसा बनाउने साथीहरू है, म भुसभुसा बनाउँदैछु। अनि यो फेरि केक पाकिस्तानी एकदम मसिनो खाले हुन्छ, यो बनाउने हो। अब सलाद बनाउँछु, फेरि म देखाउँछु। आज साउनीको बहिनीको घरमा पार्टी छ, त्यहाँ बनाएर लिएर जाने हो साथीहरू है। अब म बनाउँदैछु, एउटा यो बनाउँछु है, देखाउँछु त। सब सामानहरू मैले राखिसकेँ यसमा। अब फेरि यसले चला। ल हेर्नु दुःख छ दुःख। यसमा राख्ने साथीहरू। अब यसमा हल्का तेल लगाउँदैछु, किनकि तल जम्दैन नि त। ल मैले खनाएँ। हेर्नु त। ल रेडी भइसक्यो। अब मैले ओभनमा राख्छु है साथीहरू। हेर्नै बन्दैछ है। यता यो फुल्ली, यता फेरि म फुल्ने भएँ। अब कपाल किन फिँजेर बसी भन्नुभयो होला। काँटा चुड्यो, भाँच्यो। अब रुममा जान टाइम पनि भएको छैन। म यहाँ यसलाई हेरेर बस्नु पऱ्यो नि त। आँखाले कहीँ डढेर फेरि कालै हुन्छ कि। साथीहरू, भुसभुसा रेडी भयो। ल हेर्नु त कस्तो मजाले भयो। अब म हल्का चेक गर्छु, पाकेछ। 11 बजिसक्यो साथीहरू, बल्ल एक थोक बन्यो। अब फेरि अर्को थोक बनाउने छ है। 1 बजेसम्म रेडी गर्ने हो। ल म राखिदिएँ, अर्को भिडियो फेरि बनाउँला। ल बाई बाई। त्यतिन्जेललाई बाई समात। अब मेरो मिनी ब्लग भने पनि, भिडियो भने पनि, टिकटक भने पनि यही हो। हेर्नु नहेर्नु, मन पराउनु मन नपराउनु, यो सबै तपाईँहरूको हातमा छ। ल त्यतिन्जेललाई म बाई बाई गरेँ।